हेलो हजुर, हेर्नु होला है। आजको हाम्रो काम, आज चाहिँ हामी म्याङ्गोमा झारू खाल्दैछौँ। आजको हाम्रो काम चाहिँ म्याङ्गो गोडमेल गर्ने हो। आँप गोडमेल गर्ने हामी चाहिँ आँपको मुनि त्यो के भन्छ जरा हो यस्तोमा भएको यो झारहरू उखाल्ने, यो बुढा पातहरू फालिदिने मात्रै हो आजको हाम्रो काम चाहिँ। अनि गोड्ने त्यति हो। आज चाहिँ हामी आँपमा काम गर्दैछौँ र यो भिडियो चाहिँ मेरो अलिक पहिल्यै खिचेको भिडियो, अलिक योभन्दा आज म जुन एडिट गरिरहेको समयभन्दा चाहिँ अलिकति अगाडि नै अपलोड गर्ने समयभन्दा अगाडि खिचिएको भएर यो आँप चाहिँ अलिक बच्चै छ। अब आउने नेक्स्ट भिडियोमा चाहिँ आँप फुलिसकेको छ, आँप खतरा भइसकेको छ, त्यसमा हेर्नु होला। यो चाहिँ अलिक अगाडिकै भिडियो हो। आँपको अब सेकेन्ड भिडियो आउँदैछ, त्यहाँ चाहिँ बब्बाल राम्रो छ है, त्यो भिडियो पनि जरुर हेर्नु होला है। अनि आज चाहिँ हामी यस्तै हो हाम्रो काम। अनि अब म के देखाउँछु, काम कसरी गर्छु, त्यसको लागि चाहिँ भिडियोलाई फलो गर्दै आउनु होला। भिडियो हेर्दै अगाडि बढ्नु होला, त्यसमा देख्न सक्नुहुनेछ मैले के गर्न सक्छु। म चाहिँ यसरी गरिराख्दा कति गाह्रो गरेको लाग्छ होला तपाईँलाई, तर त्यस्तो गाह्रो भएको छैन। किनभने अब के भन्छ, धेरै हैन नि त, ठिकै गर्ने अनि उभिहाल्ने, जे गरे नि फ्रिडम स्वतन्त्र साथ गर्न पाइन्छ, त्यही भएर सजिलो छ। अनि साथीहरू पनि अलिक वरिपरि नै छ, तर झ्याम्म भएर नदेखिएको। हामी चाहिँ गफ चाहिँ लागिरहेछौँ, टाढा भएर नसुनिएको, मेरो मात्रै सुनिन्छ। हामी त्यसरी काम गरिरहेछौँ यसरी। अनि यो मेरो बस्ने पिरा चाहिँ पिराको नि आफ्नै कथा छ। यो चाहिँ धागो, यो बानेको धागो सकिएपछि त्यो रहेको यो के भन्छ, यो मुढामा बसेको हो। म चाहिँ यसमा सजिलो लागेर यो यहीँ बस्नुपर्ने हो, यो यसकै लागि बनेको भन्नु होला, त्यो चाहिँ होइन है। त्यो जेमा बस्दा नि हुन्छ, जसरी बस्दा नि हुन्छ, म चाहिँ यसमा बसेको हो। अब हेर्नु होला भिडियो अगाडितिर। मोबाइल बोक्ने मान्छे नभएर गाह्रो छ हो, गाह्रो छ। एउटा क्यामेराम्यान चाहियो क्या मलाई। यसरी फोटो खिच्दा अगाडि सब लुक्क निस्क्यो भने म के गर्छु होला, सब अगाडि ट्विक्क निस्क्यो भने म के गर्छु होला। काम चाहिँ दिनभरि चोरिँदैन, यति चाहिँ मैले बाचा गरेँ म। ए मोबाइलमा होइन, त्यस्तो होइन, पुरा त्यस्तो होइन। तिमीले मोबाइल कोठामा छोडी जानी छोडेको हो र? आउँदा हतार भयो, अनि उसले ल्याउनु पाएन है गाई जाने। यो साथी चाहिँ आरिसले मेरो मोबाइलमा म चाहिँ काम पनि गर्छु, अनि मेरो काम गाइजहरूलाई होइन भन्नलाई त जे नि सजिलो छ नि। उयो मान्छे चाहिँ क्या मोबाइल नभएर यो मेरो मोबाइल देखेर रिसले आरिसले मर्नु आँटेको छ क्या।
सिमी गर्न त कसले गरेछ यहाँ म हाम्रो आँट त कति सानो देखेको उसमा म चाहिँ फेरि डबल 2x को स्पिडमा गर्छु क्या म चाहिँ 2x क्या डबल x मेरो स्पिड चाहिँ डबल x हो त्यही भएर त्यति क्यामेरा देखाउँदा केही फरक पर्दैन क्या त्यही भएर म बिचारा हाम्रो साउलाई कहाँ घाटामा लान सक्छु त जान दिन्छु त यो झार चाहिँ साह्रै रिस उठ्ने यार यो उयो वाला झार चाहिँ क्या तिम्रो कुरा सुनिँदैन गाइजहरूले सुन्नु भए पनि तिम्रो कुरामा हो भन्नुहुन्न यो डोरी चाहिँ पछि हामी झुन्डाउनुलाई हो यो त साउको म्याङ्गोको घाट होइन क्या प्रोमो गरेको पछि उयो हुन्छ पछि उयो हुन्छ क्या यो त साउलाई एड हो क्या एड फ्रीमा एड हो बहाना भन्ने कुरा चाहिँ मेरो शब्दकोशमा छैन है बहाना मेरो शत्रु हो काम गर्ने चाहनाले आएको मान्छे के को बहाना काम गर्ने चाहनाले आएको म कोरिया थोडी न म बहाना लिएर आएको हो भन्दै राम्रोसँग हेर है नाभी कति ख्याल गर्छ साउले यसलाई माया गर्छ नि साउले यसलाई साउको छोरी हो नि त ए छोरा हो साउको एकलौटी बेटा हो नि त पनि नचाहिँ मलाई भन्यो धेरै नाभी कस्तो नाभीको यो गर्छ भनेको त नाभी नतान न खेल्नु देऊ न ए नाभी 왜 안 입어요? 안 입어가 싶어요? 네? 누구랑 왔어요? 맹고 하우스 누구? Yeah, hello guys, भन्नु
छोकरा सब ना झाड़ू उठाउँदै छु नि